हजुरहरू कतिलाई थाहा छ होइन, 10 वर्षपछि म नेपाल गएर आएको हो नि त। अनि मेरो थट क्या नेपाल हुँदाखेरि के भन्दाखेरि, अब 10 वर्ष अगाडि मैले नेपाल छोड्दाखेरिको होइन, वेयर वुड आई बी इन 10 इयर्स भन्दाखेरिको 10 इयर्स हो नि त यो मेरो होइन। अनि मैले केही त्यस्तो सोचेर नेपाल छोडेको थिइनँ क्या 10 वर्ष अगाडि। अब त्यो बेलामा चाहिँ अब भर्खर बिहे भएको थियो होइन। अनि त्यसपछि बुढा चाहिँ दाइ स्टेट्स आइसक्नु भएको थियो। अनि म चाहिँ मेरो स्टुडेन्ट भिजा खुलेर बसिरहेको थिएँ। अनि त्यसपछि बिहेपछि लगभग 2-3 महिनापछि स्टुडेन्ट भिजा आयो होइन। अनि पिएचडी गर्ने भनेर नै आएको थिएँ म पनि खास गरी। पछि प्लान चेन्ज भएर मास्टर्स गरेँ होइन। त्यो बेलामा सोच्दाखेरि मेरो हुन्छ नि, यो गर्छु त्यो गर्छु, मेरो यस्तो भइदियो हुन्थ्यो, यस्तो भइदियो हुन्थ्यो, केही पनि थिएन कि। मैले बस के सोचेर आएको थिएँ भन्दाखेरि, आहा अब बुढासँग बस्न पाइन्छ होइन, आफ्नो 10 वर्षदेखिको मन पराएको मान्छेसँग बस्न पाउँछु। अनि त्यसपछि पढ्न पाउँछु, आफूलाई मन परेको विषयमा मास्टर्स पिएचडी गर्न पाउँछु, त्यति सोचेर आएको थिएँ कि म होइन। अनि अब अहिले 10 वर्षसम्ममा चाहिँ अब हुन त तिनवटा बच्चा नि भइसक्यो होइन। अनि त्यसपछि हुन्छ नि, एउटा वेल इस्टाब्लिस्ड भइसक्यो आफ्नो करियरमा होइन। अनि त्यसपछि अब घर यताउता भनेको त अब त्यो त भइ नै हालेछ होइन। सो नेपाल छोड्ने बेलाको 10 वर्ष यो मेरो चाहिँ, आई थिङ्क आइ एम भेरी सेटिस्फाइड, आई एम भेरी ह्याप्पी होइन। लाइफमा कहिले पनि हुन त एम्बिसियस त थिएँ कि म होइन, एम्बिसियस छु पनि कि, तर यस्तो धेरै एम्बिसियस पनि छैन कि होइन। आइ एम गुड द्याट आइ एम ह्याप्पी भने जस्तो फिल हुन्छ क्या होइन। बेसिक निड छ, फुलफिल हुन्छ भने आइ एम ह्याप्पी जस्तो काइन्डको पर्सन हो क्या म होइन। सो आई एम भेरी ह्याप्पी वेयर आई एम एट दिस स्टेज अफ लाइफ क्या होइन। सो त्यो 10 इयर्स अगाडिको 10 इयर्स चाहिँ आइ एम भेरी ह्याप्पी।